लान्छौँ नाइन त्यो सेभेन सेभेन अस्पताल नाइन छ सेभेन बाहिर फोर पनि फाइभ भन्ने हस्पिटलको राम्रो यो Voice call from क्या plus भन्छ 977 त्यसो चाहिँ हाम्रो जितु भाइ दिवा हाम्रो सेन्जी भाइ पनि हुन्छ Incoming voice call from plus 977 स्वागत छ हाम्रो सेन्जी भाइ एउटा फोन नम्बर यो हाम्रो व्यवसाय कति भयो 3 वर्ष भयो भनेपछि के कुन किसिमको व्यवसाय हो हाम्रो चाहिँ यो तपाईँको डेरी प्रोडक्ट अनि खाजा नास्ता युवा व्यवसाय भनेपछि व्यवसाय मनपर्छ है अनि धेरैजना कति जाहेर बनाएको छन् होइन विदेश जाने एउटा सोच राख्छन् गइ पनि राख्छन् अनि त्यस्तो कुनै पनि किसिमको सोच आएन विदेश जानु पऱ्यो आफ्नो देशमा केही गर्छु भन्दा गएर 3 वर्षमा कतिको सफल असफल के भयो जस्तो लाग्छ सफल व्यवसाय अनि भनेपछि जो एक थरी हुन्छ नि त्यो विदेश पनि नजाने केही पनि गर्यो नेपालमा केही पनि हुँदैन केही कामै छैन भन्छन् अनि तपाईँले त चुनौती दिनुभयो यो 3 वर्षदेखि व्यवसाय सफल भइरहेको छ त्यो किसिमको युवाले के भन्छ युवाहरूलाई पनि अब देशमै रोजगारीको अवसर छ त्यो अनुसारको अवसरहरू गर्दै काममा फोकस गरेर अगाडि बढ्न सक्छ जस्तो हाम्रो कृषिमा पनि यो चाहिँ धेरै सम्भावना छ अनि यस्तै एउटा मध्यम वर्गको एउटा व्यवसाय पनि राम्रै हुन्छ आफ्नो काम जे भए पनि सबै नेपालमै पसिना पाउँदा त राम्रो हो नि त थोरै समय लाग्छ तपाईँ त चेन्ज युवा तपाईँ चेन्ज युवा होइन अनि अहिलेको जुन देशको परिस्थितिको बारेमा जानकारी हुनुहुन्छ के कस्तो लाग्छ के भइरहेको यो 2024 पछिको अवस्था हेर्दा एकदम अब आशा लाग्दो छ देशमा आशा लाग्दो छ केही चेन्ज भएको छ होइन भनेपछि यो अहिले भइरहेको जुन राजनीतिक अवस्था छ यसमा के भन्नुहुन्छ जस्तो पहिलादेखि चलिएको 2046 को परिणतिको कुरा गरौँ न हामी होइन त्यसपछिको लगभग चिन्ने त्यो बेला त नभए सुनेको छ पछिल्लो चढ गेदो भएको पनि छ र पुराना जुन दलहरू जुन पुराना नेताहरू सफल हो कि असफल पुरानो नेताहरू त पूर्ण रूपमै असफल उनीहरू व्यक्तिगत रूपमा सफल भएर तर पूर्ण रूपमा असफल र यो नयाँ किसिमको मोमेन्टले होइन र अझै पनि सचेको छैन के छ छैन कि सचिनु पऱ्यो कि सकिनु पऱ्यो भने सचिनु पऱ्यो नि त अनि भनेपछि भाइको राजनीतिको कतिको चासो छ युवा किनभने मैले सोधेँ त युवाले के भन्छ राजनीति पोलिटिक्स डटी गेम भन्दै युवाहरू भाग्ने के पलायन हुने होइन भनेपछि युवाहरू अनि अहिले त्यो राजनीति